cos A plus cos B equals 2A plus B by C sin square C by 2 अरे यो अरे यसलाई त्यसबाट गरौँ ल। यो यसबाट गर्दा यो हुन्छ cos A plus cos B हुन्छ। cos A plus cos B को फर्मुला थाहा छ नि, B square plus C square minus A square by 2BC। यसको A square plus C square minus B square by 2AC हो। ल अब यसलाई एलसीएम लिम 2ABC आउँछ। यहाँ के छ BC छ, ए छैन, यसले मल्टिप्लाई गरिदिउँ AB square plus AC square minus A क्यूब प्लस यहाँ AC छ B छैन, BA square plus BC square minus B क्यूब भयो। ल अब यहाँ हेर, यो AB स्क्वायर र BA स्क्वायर सँगै राखौँ, अनि AC स्क्वायर र BC स्क्वायर सँगै राखौँ। भयो। माइनस A क्यूब माइनस B क्यूब भनेपछि माइनस कमन तान्दिउँ ल। यहाँ माइनस कमन तान्दिउँ A क्यूब प्लस B क्यूब बनाएर यसलाई लाग्दिराखौँ बाई 2ABC भयो। ल यसलाई अघि हामीले के गरेको थियौँ, AB स्क्वायर र B स्क्वायर सँगै राखेको थियौँ नि। सँगै राख्दाखेरि यो B स्क्वायरलाई अगाडि AB स्क्वायरलाई पछाडि राखौँ ल। यसरी राख्न पाइयो नि त हैन, सुरुमा यो लेखेर यो लेख्न त पाएन, एउटै त हो। माइनस A क्यूब प्लस B क्यूब मैले किन अहिले त्यस्तो गरेको म भन्छु यसैमा। यहाँ हेर्नु, यहाँबाट के कमन आयो हेर त, AB कमन आयो, यहाँ भित्र के उब्रियो A प्लस B भयो। त्यसरी नै यहाँ के कमन आयो C स्क्वायर कमन आयो, भित्र के उब्रियो A प्लस B भयो। हो यही दुईटैमा A प्लस B कमन ल्याउनको लागि, नत्र हामीले यसलाई अगाडि राखेको भए के हुन्थ्यो, यसलाई अगाडि राखेको यस्तो यहाँ कमन तान्दा के हुन्थ्यो AB आउँथ्यो, B प्लस A आउँथ्यो, B प्लस A आएपछि फेरि एउटा माइनस आउँथ्यो, त्यो नआओस् भन्नलाई यसो गरेको भयो। माइनस A क्यूब प्लस B क्यूब फर्मुला हाल्ने, A प्लस B A स्क्वायर माइनस AB प्लस B स्क्वायर हो बाई 2ABC गर्न पाइयो। ल सबैमा हेर त के कमन छ, A प्लस B कमन छ। त्यसो भए यहाँ के उब्रियो AB उब्रियो, यहाँ के छ C स्क्वायर उब्रियो, यहाँ के उब्रियो माइनस, यो माइनसले गर्दा यो माइनस A स्क्वायर भयो हो, यो माइनसले गर्दा यो प्लस AB भयो हो, माइनसले गर्दा यो माइनस B स्क्वायर भयो। के भयो यस्तो भयो। ल भाइ मुनि के छ 2ABC छँदैछ, यो भयो A प्लस B, यो भयो AB प्लस AB 2AB, यो भयो माइनस A स्क्वायर माइनस B स्क्वायर, यो भयो प्लस C स्क्वायर हो बाई यो भयो 2ABC भयो। यहाँ हेर त, यहाँ A स्क्वायर पनि छ B स्क्वायर पनि छ 2AB छ, तर यहाँ हेर त माइनस A स्क्वायर छ माइनस B स्क्वायर छ, सबैबाट माइनस कमन तान्दियो भने के हुन्छ भित्र प्लस हुन्छ, यो 2AB नेगेटिभ हुन्छ, यो A स्क्वायर पोजिटिभ हुन्छ पोइन्ट नि, त्यस पछाडि प्लस माइनस 2AB हुन्छ, प्लसमा छ यो माइनस 2AB हुन्छ, अनि यो प्लस B स्क्वायर हुन्छ, अनि यो C स्क्वायर पनि माइनसमा आउँछ हो बाई के हुन्छ 2ABC हुन्छ, के हुन्छ यति हुन्छ। ल अब हुन्छ गरौँ, A प्लस B भयो, माइनस छ है यहाँ र A स्क्वायर माइनस 2AB प्लस B स्क्वायर भनेको के हो A माइनस B को होल स्क्वायर हो, माइनस C स्क्वायर छ, यहाँ अगाडि माइनस छँदैछ बाई 2ABC भयो। यो माइनस पुरैको लागि हो, दुईटैको लागि हो माइनस यता A प्लस B। अब यो माइनसले के गर्छ भने यो माइनसले यसलाई माइनस बनाइन्छ, यसलाई प्लस बनाइन्छ, मतलब प्लस बनाएपछि अगाडि लेखौँ यो C स्क्वायर भयो, यसलाई माइनस बनाएर A माइनस B को होल स्क्वायर पछाडि पुर्याइन्छ भयो। यो A प्लस B भयो। अब यसलाई फर्मुलामा लाउँ, A स्क्वायर माइनस B स्क्वायर को के हो फर्मुला A
ए प्लस बी भयो अनि ए माइनस बी भनेपछि ए माइनस बी माइनसले गर्दाखेरि यो प्लस बनाइन्छ भयो ल यो भनेको ए प्लस बी भयो अनि यहाँ अब हामीलाई थाहा छ नि ए प्लस बी प्लस सी बाई 2 इक्वल्स टू एस हो यो 2 है 2 इक्वल्स टू एस मतलब ए प्लस बी प्लस सी इक्वल्स टू 2s यहाँ सी प्लस ए छ सी र ए यता राख्ने हो भने सी प्लस ए इक्वल्स टू 2s माइनस बी हो अनि 2 यो भनेको कति रहेछ 2s माइनस बी अनि चाहिँ यता माइनस बी गर्दा के भयो 2s माइनस 2b हो त्यसैले सी माइनस ए भनेको के होला मतलब सी प्लस बी यता राख्ने माइनस एलाई मतलब सी प्लस बी को फर्मुला हेर यहाँ सी प्लस बी माइनस भएको त यहाँ आउँदैन नि त त्यसो भए सी प्लस बी लाई यहाँ राख्ने हो भने ए त जान्छ उता जान्छ हो त्यसपछि के हुन्छ 2s माइनस ए हुन्छ अनि 2s माइनस ए त सी बी प्लस सी को भयो बी प्लस सी को 2s माइनस ए अनि अझै यहाँ माइनस ए ले गर्दा के हुन्छ 2s माइनस 2a हुन्छ बाई 2abc भयो अब a प्लस b बाई एन्सर हेरौँ त पहिले 2a प्लस b बाई c छ नि 2a प्लस b बाई c अहिले छोडिदिउँ ल a प्लस b भयो हैन यो c लाई यता राखौँ ल यो c हामीलाई अहिले भएर चाहिने रहेछ नि त एन्सरमा त्यो c अगाडि लेखिराखौँ यहाँबाट 2 बाहिर निस्क्यो यहाँ 2 बाहिर निस्क्यो भित्र बाहिर 2 बाहिर निस्केपछि 4 भयो हो माथि के भयो s माइनस b भयो यहाँ s माइनस a भयो बाई 2ab भयो हो यति भयो ल यो 2 ले यो 2 काट्यो 2 आयो माथि a प्लस b बाई c माथि के छ 2s माइनस b s माइनस a बाई ab भयो ल हेर यो 2 लाई अगाडि लेख्दिने 2a प्लस b बाई c हो त्यसपछि s माइनस b s माइनस a बाई ab अब मलाई sin a बाई 2 को फर्मुला भन्न त sin a बाई 2 भनेको के हो रुट अन्डर s माइनस b s माइनस a बाई सरी sin c बाई 2 को चाहिँ sin c बाई 2 को भन्दा s माइनस b s माइनस a बाई ab हो कि हैन sin c को बाई 2 को फर्मुला हो त्यो रुटलाई यता ल्याउने भने के हुन्छ sin स्क्वायर c बाई 2 भनेको के आयो हेर त s माइनस b s माइनस a बाई ab आयो यहाँ हेर त हाम्रो के छ s माइनस b s माइनस a बाई ab भनेको के रहेछ sin स्क्वायर c बाई 2 इक्वल टु के 2a प्लस b बाई c sin स्क्वायर c बाई 2 हो हाम्रो एन्सर हेर्दा के छ माथि 2a प्लस b बाई c sin स्क्वायर c बाई 2 एन्सर के आयो 2a प्लस b बाई c sin स्क्वायर c बाई 2